नमस्कार साथीहरु, आजको यो भिडियोमा मैले कुनै पनि डेस्कटप अथवा कम्प्युटरमा लिनक्स कसरी इन्स्टल गर्ने भर्चुअलाइजेसनमा एउटा तपाईको विन्डो अथवा कम्प्युटर भित्र सानो मिनी कम्प्युटरको रूपमा लिनक्सलाई कसरी युज गर्ने आज मैले उबुन्टु भर्जन डाउनलोड गरेर देखाउँछु र इन्स्टल गरेर देखाउँछु। सबै स्टेप बाइ स्टेप, कुनै पनि स्टेप नछुटाई भिडियो हेर्नु होला। सबैभन्दा सुरुमा भर्चुअल मेसिन इन्स्टल गर्नको लागि मैले ओराकल भर्चुअल बक्स भनेर हान्नुभयो भने ओराकलको आएको छ। मैले ओराकल भर्चुअल बक्स युज गरेँ। डाउनलोडमा गएर तपाईले विन्डो होस्ट हान्नुभयो भने तपाई यदि विन्डो युज गर्नुभएको छ भने विन्डो होस्ट डाउनलोड गर्नु होला। म्याक चलाउनु भएको छ भने म्याक। त्यसपछि अर्को एक्सटेन्सन प्याक छ, एक्सटेन्सन प्याकलाई पनि मैले डाउनलोड गरेँ। यसले ड्रप एन्ड ड्र्याग, कपी पेस्ट, हामीले कपी गर्ने, पेस्ट गर्ने, फाइलहरू सेयर गर्ने जस्ता कुराहरुमा मद्दत गर्छ यो एक्सटेन्सन प्याकले। यो डाउनलोड गर्नु भने तपाईलाई सजिलो हुन्छ। मैले डेस्कटपमा एउटा फोल्डर बनाएर अर्गनाइज गर्नको लागि एकै ठाउँ सबै फाइलहरू राख्ने निदो गरेँ। यो भर्चुअल बक्स एकछिन डाउनलोड हुँदैछ, डाउनलोड भइसक्यो। अब मैले यो भर्चुअल बक्सलाई पनि डेस्कटपमा लगाएर राखेँ, उबुन्टु लेखेर फोल्डर बनाएको छु। अब हामीसँग दुईवटा चिज छ यहाँ, एक्सटेन्सन प्याक र भर्चुअल बक्स। अब हामी उबुन्टुको आइएसओ फाइल डाउनलोड गर्छौँ। ब्राउजरमा गएर उबुन्टु टाइप गर्नुभयो भने यो अफिसियल वेबसाइटमा पुग्नुहुन्छ। यसको डाउनलोड सेक्सनमा डाउनलोड उबुन्टु डेस्कटप भन्ने छ। यसमा उबुन्टु 24.04 लङ टर्म सपोर्ट र अर्को नर्मल भर्जन पनि छ, तर मैले चाहिँ लङ टर्म सपोर्ट नै डाउनलोड गर्न रिकमेन्ड गर्छु। साइडमा डाउनलोड बटनमा क्लिक गर्नु होला। यो 5.9 GB, झन्डै 6 GB को छ। मैले डाउनलोड गरेँ। मेरो डाउनलोड स्टार्ट हुन थाल्यो। अब यो डाउनलोड हुन्जेल एकछिन कुर्नुपर्छ। तपाईको इन्टरनेट कतिको फास्ट छ त्यसमा डिपेन्ड गर्छ। करिब 10-15 मिनेट त लाग्ला नै पक्कै। मेरो फाइल डाउनलोड भइसकेको छ। अब यो आइएसओ फाइललाई पनि लगेर मैले त्यही उबुन्टुकै फोल्डरमा लगेँ। अब हामीसँग तीनवटा चिज छ रेडी। सुरु गर्नुभन्दा पहिले हामीले कम्प्युटरको टास्क म्यानेजरमा गएर भर्चुअलाइजेसन चेक गर्छौँ। भर्चुअलाइजेसन अन गर्नुपर्छ हामीले सिपियुको। त्यो कसरी अन गर्ने, यदि तपाईकोमा अफ छ भने त्यो अन कसरी गर्ने, त्यो माथि आई बटनमा भिडियो राखिदिएको छु, त्यो भिडियो हेर्नु होला। छोटो भिडियो छ, सजिलो छ र डिस्क्रिप्सनमा पनि भिडियो छ। अब हामी सुरु गरौँ। सुरुमा भर्चुअल बक्स मैले ओपन गरेँ। तपाईले नर्मल सफ्टवेयर जसरी इन्स्टल गर्नुहुन्छ त्यसरी केही सेटिङ मिलाउनु पर्दैन, सरासरी इन्स्टल गर्दा हुन्छ। यो इन्स्टल भएर ओपन भएको छ। एक्सपोर्ट मोडमा क्लिक गरेँ मैले। अब यसलाई काटेर मैले एक्सटेन्सन प्याक पनि ओपन गरेँ। त्यो ओपन गर्ने बित्तिकै इन्स्टल गर्न पर्यो। मैले इन्स्टल गरिदिएँ। ल अब हामी न्यूमा गएर नयाँ आफ्नो नामहरू हानेर अगाडि बढौँ। मैले उबुन्टु राखिदिएँ, अरू केही गर्नु पर्दैन। अब उबुन्टु लेखेको फाइलमा सेटिङमा गएर सबै कुराहरू राख्नुपर्छ। सबैभन्दा सुरुमा त मैले ऱ्याम छुट्याएँ। त्यो सानो कम्प्युटरलाई अथवा लिनक्सलाई मैले कति जिबी ऱ्याम राख्ने भन्ने हो। मेरोमा अहिले 64 GB ऱ्याम छ। मैले यसलाई झन्डै 4 GB छुट्याउँदा ठिक्क होला। मैले धेरै हेभी काम केही गर्ने हैन, यो ट्युटोरियलको लागि मात्र हो। यदि तपाईले केही ठुलै कामहरु गर्नको लागि हो भने अलि धेरै र्याम छुटाउनु होला। मैले भिडियो मेमोरी
अलि धेरै म्याक्सिमम नै छुट्याएँ। मोनिटरहरू म केही गर्दिनँ अहिले। ग्राफिक कन्ट्रोलर यो यही नै चुज गर्नु होला। अब यो कन्ट्रोलर आइडी भन्ने छ, यसमा चाहिँ तपाईँले डिस्क चुज गर्नुपर्ने हुन्छ। तपाईँले अघि डाउनलोड गरेको फाइल मैले डेस्कटपमा राखेको थिएँ, ubuntu लेखेर यो फाइल हालिदिनु होला। यो नै तपाईँको मेन फाइल हो। यो नेटवर्क चाहिँ N80 राख्नु होला, नेटवर्क एड्रेस ट्रान्सलेसन। यो एकदम सेफ हो, स्पेसल्ली बिगिनरको लागि। तपाईँले एकदम डिपमा जानुहुन्छ भने यसको बारेमा अध्ययन गर्न सक्नुहुन्छ, तर न्याट नै राख्न रिकमेन्ड गर्छु मैले। अब धेरै कुराहरू छन् यहाँ, तर तपाईँलाई अहिले चाहिने भनेको यो सेयर्ड क्लिपबोर्ड राख्नु होला, बाई डाइरेक्सनल। अरू कुराहरू पछि मिलाउँदा पनि हुन्छ, हामीले जति बेला पनि मिलाउन मिल्छ। सबै कुरा सेट भइसक्यो। अब हामी स्टार्ट गरिदिँदा हुन्छ। यसले मेरो कम्प्युटरमा चाहिँ झन्डै 20 मिनटदेखि 30 मिनट, झन्डै आधा घन्टा लगायो। तपाईँको कति बेर लगाउँछ? मैले चाहिँ भिडियो एडिट गर्दाखेरि यो अलिकति फास्ट बनाएको छु, भिडियो लामो नहोस् भनेर। अब इन्स्टल सुरु हुनुभन्दा पहिला तपाईँलाई केही कुराहरू माग्छ यसले। सुरुमा ल्याङ्ग्वेज सिलेक्ट गर्न भन्यो, मैले इङ्ग्लिस हानेर नेक्स्ट गरिदिएँ। अब एक्सेसिबिलिटीहरू केही नगरौँ, किबोर्ड लेआउट पनि नर्मलै गरौँ। यो कनेक्सन पनि मैले अहिले वायर्ड छ, यसलाई पनि स्किप गरिदिएँ। इन्स्टल गरिदिउँ, यो पनि नर्मलै गरिदिउँ डिफल्ट गरेर। यो एक्स्ट्रा सेटिङहरू म केही पनि गरिनँ अहिले, नेक्स्ट गरिदिएँ। यो सबै कुराहरू पछि गर्दा पनि हुन्छ। यो इरेज डिस्क गर्नु होला, यसले केही फरक पार्दैन। मैले आफ्नो नाम चुज गरेँ, पासवर्ड एउटा राखेँ। लगइन गर्दाखेरि तपाईँलाई पासवर्ड चाहिन्छ है। आफ्नो टाइम जोन लोकेसन अनुसार हान्नु होला र नेक्स्ट गर्नु होला। अब करिब 20 मिनटदेखि आधा घन्टासम्म वेट गर्नु होला। सबै इन्स्टल भइसकेपछि यो रिस्टार्ट गर्ने बटन आउँछ, मैले रिस्टार्ट गरिदिएँ। अब हाम्रो उबुन्टु भर्चुअल मेसिनमा इन्स्टल भइसकेको छ। मेरो नाम आयो, मैले अघि राखेको पासवर्ड हानेर इन्टर हान्ने। यो चाहिँ हाम्रो डेस्कटप हो नर्मल। मैले यो भ्यूमा गएर फुल स्क्रिन मोड गरेँ। यसमा होस्ट प्लस F हान्न भनेको छ। होस्ट भनेको चाहिँ राइट कन्ट्रोल हो है। हाम्रो कन्ट्रोल किबोर्डमा दुईवटा हुन्छ, राइट र लेफ्ट। हामी प्रायः जसो लेफ्ट युज गर्छौँ, तर राइट कन्ट्रोल र Fले चाहिँ फुल स्क्रिन अन अफ गर्छ। अब म डिस्प्ले सेटिङमा गएर आफूलाई चाहिए अनुसारको रेजुलेसन सेट गरेँ। मलाई यो रेजुलेसन चेक गर्नलाई एकछिन टाइम लागेको थियो। मैले आफ्नो स्क्रिन चेक गर्दै रेजुलेसन मिलाउँदै गएँ। अब टर्मिनल ओपन गर्नको लागि Ctrl+Alt+T हान्नु होला, ओपन हुन्छ। धेरै कामहरू हामी टर्मिनलबाट गर्छौँ। मैले सुरुमा त यसमा डिफल्ट रुममा भएका प्याकेजहरू अपडेट गरेँ। त्यसपछि मैले तिनी प्याकेजहरूलाई अपग्रेड पनि गरेँ। त्यसका नयाँ नयाँ भर्सनहरू आएका छन् भने अटोमेटिक इन्स्टल हुन्छन् यसमा। अहिलेको लागि यति नै। तपाईँलाई यस भिडियोमा कुनै कन्फ्युजन छ भने कमेन्टमा लेख्न सक्नुहुन्छ, मैले त्यसको रिप्लाई दिने कोसिस गर्नेछु।